गाइस गाह्रो यस्तै हो छोरा मान्छे भएपछि काम गर्नु पर्यो काम पनि बौला टाइपको छ मासला मैले लडाएको फट्टा त जाँदै हान्न माथि एउटा फाल्यो त त्यही पनि यहाँबाट अलि दौडिनु गाइस हामी चाहिँ बर कहाँ यो खरसाङ खोला भन्दा माथि आइसक्यौँ यो दार लोड गर्नलाई ट्र्याक्टरमा यहाँ दार लग्न आऊँ दारसार लगाउनु पऱ्यो कामसँग गर्नु पऱ्यो होइन त्यस्तै छ गाउँघरतिर हल्का काममा लागेको थियो झन् गर्नै पऱ्यो अलिअलि रासन खर्च कमाउनै पऱ्यो गाह्रो छ त्यो ठिकै चलिरहेछ जिन्दगी केही छैन काम गर्नु पऱ्यो सङ्घर्ष गर्नु पऱ्यो बाँचुन्जेलसम्म रमाइलो गर्ने दुःख गर्ने त्यस्तै गरी चलाउने हो लाइफ केही छैन कमाउने हो रमाउने हो केही कसैको बाल मतलब भएन आम्बुवा साथमा हुनु पऱ्यो बस अरू सबले साथ छोड्दा केही फरक पर्दैन ए हो त्यो छ गाइजहरू हाम्रो काम चाहिँ यिनी कहाँ तल पुर्याउनु पर्ने छ स्थिति गाह्रो छ गाह्रो काम गर्ने पऱ्यो काम नगरी खान मिल्दैन गाह्रो छ ए पसिना सकिन्न गाह्रो छ गाह्रो गाउँले जीवन गाइज गाह्रो छ गाह्रो फट्टा लगेर तल ट्र्याक्टरमा लोड गर्नुपर्ने हुन्छ यस्तै हो कामसाम गर्नु पऱ्यो हेर्न गाइज तपाईँहरू के कस्तो काम गर्नुहुन्छ आजभोलि यो एसी दिएका साथीभाइहरू तपाईँहरूको के काम चल्दैछ मेरो काम चाहिँ यही हो कहिले दार सार्ने कहिले सिमेन्टको काम मेरो चाहिँ एसी पछिको काम चाहिँ यही हो गाइज तपाईँहरूको के कस्तो चल्दैछ काम कमेन्ट गर्नु होला सल्लाह सुझाव दिँदै गर्नु होला तपाईँहरू के गर्नुहुन्छ म जे गर्छु त्यो युट्युबमा हालिराख्ने छु हेर्दै गर्नु होला फेसबुकमा पनि हाल्छु हेर्दै गर्नु होला सबैले माया गरिदिनु होला सब्सक्राइब गर्नु होला युट्युबमा फेसबुकमा फलो गरिदिनु होला माया देखाइदिनु होला यही हो हाम्रो काम गाइज माथि अङ्कलहरूले ठुलो एउटा फट्टा दुईवटाले सार्दैछन् मैले नि साना पातला फट्टाहरू सार्दैछु काम यस्तै निरन्तर चलिरहेछ च्यातिको ठाउँ चाहिँ यही हो पुर्याउनु पर्ने तल सडकमा हो गाह्रो छ जिन्दगी यस्तै छ सोली गो 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 रोक्यो गाइज गो 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 हालत थाहा गाइज गाह्रो यस्तै हो छोरा मान्छे भएपछि काम गर्नु पऱ्यो काम पनि बौला टाइपको छ काम गाइज यदि काम फालेर चाहिँ अब लडाउने हो अहिले बिस्तारै बिस्तारै यहाँबाट लडाएर तर सडकमा पुर्याउने हो यस्तै छ तल छैन आदि सब लडाउने हो हेर्दै गर्नु होला लाइन लगाएर अझ होइन गाइज नसकेर माथिबाट फालेको यहाँ तल हित्तिको रोकिरहेको छ लग्नुपर्ने हो तल सडकमा हो गाह्रो छ के गरी तल सडकमा पुर्याउने हो सुल्याउँदै पुर्याउँ भनेको नपुग्नु जस्तो लाग्यो गाह्रो छ तैपनि कोसिस चाहिँ गरिरहेको छु पुर्याउनु त पुर्याउनै पर्छ गाह्रो छ हो गाह्रो गो 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 यिनी जाँदैन यार होइन गाइज हामीहरू चाहिँ यो फट्टा लडाउने काम गरिरहेको छु होइन यस्तै हो मासला मैले लडाएको फट्टा त जाँदै हान्न यो लडाउँछ है टराएको छु हेर्नुहोस् गाइस हेर्नुहोस् हेर्नुहोस् गोगी रोखी गर्छु नि यार गाइज कति छराउँदा गाह्रो छैन गाइज गाउँघरतिर गरी खानै गाह्रो भयो सहर पस्न पैसाले नै साथ दिएन हो छराइरहेको छु होइन हामी कन्टिन्यू छराइरहेको छु होइन गाइज काम निरन्तर चलिरहेको छ अलि मासला छराको किन जाँदै जानु यार पुर्याउनु पर्ने तल छ दिमाग खराब भइसक्यो तल पल्टिँदैछन्
तपाईँहरू कसले गर्नु भएको छ यो काम मैले गरेको छु भनेर कमेन्टमा छाड्नु है। यसो हामी नि हेरौँ न मेरो जस्तो काम कसले गर्नु हुँदो रहेछ। हामीहरूले दार छराउँदा चाख्ने मेलाको टोली आल्छ होइन झन्डै क्या यताबाट नदेखिया भए चाख्ने मेला टोली खतम एउटा न एउटा घाइते हुन्थ्यो होला। सो सेट हजुर तिनी एक्लै गाह्रो छ यार एउटा ठुलो छ जानै पर्ने स्थिति देखिन्छ कता गयो न पल्टाउँदै गर्दा झन्डै ओ माई गड माथिबाट फालिरहेको थियो रफ्तारमा माथिबाट फाल्यो त त्यही पनि यहाँबाट अलि दौडिनु हुन्छ हजुर हुन्छ बिहान 4 बजी आयो भन्नुहुन्छ खाना खाएन हजुर लक हो क्या लक